ल है त यहाँ चाहिँ यसरी हाल्नु र उहिलेको फिलिङ भनेको चाहिँ यो है साथीहरू यहाँ ओख्ली ड्याङ मैले यो चित्रमा मात्रै देख्थेँ रियलमा देखेँ यार अहिलेको जमानामा के हौ के कुट्यो हौ अब यो चाहिँ हामीले के पिस्दैछौँ रे टिमुर तोरीको पिना पिस्दैछौँ यसको तेल निकाल्नलाई रिस उठेको मान्छेलाई पनि यसो रोक्नेमा हालेर यसो कुट्न पाए कति मजा आउँथ्यो होला है मान्छेलाई नहाले पनि रिस चाहिँ त्यहाँ हालेर पिटाउन है मान्छे सम्झेर कुट्ने हो क्या कराईमा तातो पानी बस्छ रामे बहादुर श्यामे बहादुर कुलबहादुर दिलबहादुर ल साथीहरू हाम्रो चाहिँ यहाँ अब तोरी पेल्न लागेको छौँ तोरीको तेल निकाल्नको लागि चाहिँ यहाँ यस्तो गर्नुपर्ने हुन्छ अगाडि सुकाएर कुटेर तातो पानीले भिजाएर मुसी राखेर अनि अहिले चाहिँ यसरी कराईमा यहाँ यत्रो आगो लगाएर भुट्नुपर्ने हुन्छ त्यो को तोरी हो आमाको लल तोरी रातो तोरीको चाहिँ यहाँ तेल ल यो चाहिँ तोरी पेल्नको लागि छप्नी बुवाले यहाँ तयार गर्दै हुनुहुन्छ यो बिचको राखेको चाहिँ के हो बुवा यस्तो चाहिँ के गर्छन् ए यो नि यसरी राख्नुपर्छ यो पिन्दाखेरि ल अब यहाँ यसरी थपिराख्नु भएको छ अनि यो चाहिँ यो तोरी चाहिँ अब यहाँ भुटेर चाहिँ यो छप्नीमा हालेर पेल्नु पर्ने हुन्छ यो छप्नी चाहिँ बुवाले बनाउनु भएको ल बुवाले चाहिँ यस्तो पनि बनाउनुहुन्छ तपाईँहरूकोतिर के भन्छ यसलाई यस्तो राम्रो चाहिँ चिटिक्क परेको छ ल है त यहाँ चाहिँ यसरी हाल्नु पर्ने रहेछ यसलाई चाहिँ तपाईँहरूकोतिर चाहिँ कसरी पेल्नुहुन्छ हाम्रोतिर चाहिँ यस्तो छ है त प्लास्टिक हो नि त म ल यो चाहिँ हाम्रो तेल पेल्ने चेपुवामा चाहिँ यसरी राखेर पेल्नु पर्ने हुन्छ यहाँ बुवा र आमा दुईजना जोडी भएर तेल पेल्दै हुनुहुन्छ ए बजार तेल कस्तरी निकाल्छ थाहा छैन हाम्रो गाउँको तेल चाहिँ यस्तो गरेर यति दुःख हुन्छ यति मेहनत लाग्छ यसलाई चाहिँ राम्रो पनि एकदमै राम्रो ल तेल चाहिँ झर्दैछ है साथीहरू तल निचे कपड़ा को उसे पता नहीं काफी आला की तो पीना को टे नानी ओ मान्नु बस पहिला पीना सजिलो हुन्छ तोरी जस्तो दुखाउँछ अब भक्तो पीनाको त राम्रो आउँछ बाक्लो तर यो चाहिँ सँग ल तेल झर्यो आगे सुक्खा भयो कि आज धेरै हग्यो क्या न त्यो सुक्खा न बुढा माछा
मुडो होइन त्यत्रो धेरैचोटि भयो नि अस्ति डुबी पाएको थिएँ गुन्दिने गाईले 10 महिना कि 12 महिना भनौँ ल यसरी निकाल्ने हो त तेल